म एमालेको समर्थक त हो नि त। मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन, तपाईँ त एमालेको झोले हो नि, किनभने एमाले त झोले अभियानै चलाएको थियो नि। हामीले प्रश्न चाहिँ गरेका छौँ उहाँलाई पनि यो कुरामा। कोठाभित्र बसेर के गर्नुभयो थाहा हुन्न भने केपी ओलीको अगाडिपट्टि बसेर चिया र बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ? बात त सही है। यहाँ त मान्छे मरेको छ, मान्छे गोली हानेर ताकी ताकी। तर उहाँले राजीनामा दिनु भएन, दुःख व्यक्त गर्नु भएन, बरु के भन्नुहुन्छ भने स्वचालित हतियारवाला आएछ र टटटटटट पड्काएछ भन्नुहुन्छ। होइन होला के हो? अनि त्यो 76 जना मान्छे मर्दा हजुर 19 जना तपाईँ जस्तै साथीहरूमाथि, त्यो पनि कलेजको ड्रेस लाएको बेलामा गोली चल्दा तपाईँको यो अन्याय भन्ने चाहिँ कहाँ गएको थियो? त्यो बेला पनि अन्यायको आवाज उठाएकै थियौँ हामीले। कहाँ? घरमा? हजुर कोठाभित्र? त्यो बेला त कोठाभित्रै बस्ने ऊ थियो नि त, सिचुएसन थियो नि त। हजुरलाई थाहा छ त्यो दिन? हजुर राम्रोसँग थाहा छ होला। जेन्जी आन्दोलनमा जानु भएको थियो? गएको थिएँ। कहाँ हुनुहुन्थ्यो? कि बानेश्वरमा? मिराज ढुङ्गाना जस्तै हुनुहुन्थ्यो? अनि मान्छे मरेको छ, तपाईँ जसलाई छुट्याउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनु म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चन्दवनसम्म हेलिकप्टर चढेर जान्छ कोही? यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? खत्म, बाय बाय, टाटा, गुड बाय, गया। यो कुरा उहाँले जान्नुहुन्छ। तर उहाँको समर्थनमा आएको तपाईँ, उहाँको ढाल बनेर आएको तपाईँ, उहाँलाई छोड्नु पर्यो। उहाँ हतियार होइन भन्न आएको तपाईँ। यत्रो ठुल्ठुलो कुरा नजानुहोस् न, मेरो कुराको सिधा जवाब दिनुहोस् क्या। म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु। हजुर म सुगर खानुहुन्न भन्छु, उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ। उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ है। तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन। त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दा संविधान पढाउनु भएको होइन होइन त्यो भन्न हजुरलाई होइन, हजुरलाई त मैले कहाँ पढाउनु। म तपाईँलाई संविधान पढाइदिन्छु। 11 बजेदेखि हामी भेला हुने हाम्रो कुरो थियो। अनि मिन भवनबाट यत्रो ठुलो ग्रुप आए, उहाँहरूले संसद भवनमा आक्रमणै गर्नुभयो। यो पनि हामी प्रत्यक्षदर्शी छौँ। अनि त्यसपछि राष्ट्रिय वाणिज्य ब्याङ्क साइडपट्टिको त्यो पर्खाल, त्यता पनि आक्रमण भयो। सबै देखेको कि ओली पक्षले पढाएको? मैले देखेको प्रत्यक्ष रूपमा। भोकेर आउनु भएको जस्तो के त्यो वक्तृत्व कला हुन्छ? हामी पनि कानुन विपरीत त छैनौँ नि त। कानुन छ नि, अख्तियार अनुसन्धान आयोग आफ्नो मान्छे लगेर राखेपछि के हुन्छ र? संविधान बनाउने बेला भने होइन 2 वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाइँदैन, सरकार परिवर्तन हुँदैन भनेर कतिचोटि नौटङ्की गर्नुभयो, कतिवटा मुख्यमन्त्री बनाउनु भयो, कतिचोटि प्रधानमन्त्रीले चाहिँ विश्वासको मत लिनुभयो, कतिचोटि शपथ खानुभयो। त्यो कुरामा कतिचोटि प्रश्न उठेन नि त। हाम्रो जेन्जी छोराछोरी उठ्दिएका कारणले मात्रै आज यो दिन आयो। त्यो कुरामा अन्धभक्तहरू हेरी यहाँ टेप यहाँनिर पर्दा लाएर मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। त्यो कुरामा हजुरहरूको जेनेरेसनदेखि भएको कुरा होइन यो। हजुरहरू किन चुप लाग्नु भयो? हामी त बोलेको बोलेछौँ, यो के गरिरहेछौँ त? सबैजना सडकमा गएर त्यही यस्तो हामीसँग यस्तो धेरै कन्स्पिरेसी छ, यति धेरै कुरा छ भने कानुनी निकायसम्म पुगेन किन? कानुन नेताको हेर यहाँ खल्तीमा छ भने मैले शनिबारको दिन कसरी पक्राउ पूर्जी जारुको भनेको थिएँ। कसैले आएर चाहिँ तिमीलाई आज बलात्कार गरौँ, आज शनिबार पारौँ, मेरो पक्रा म सामूहिक रूपमा तिमीलाई बलात्कार गर्छु, यो भिडियो छ है मसँग, तिमीलाई सामूहिक रूपमा बलात्कार गर्छु अनि म आज शनिबारको दिन गर्छु, मेरो पक्राउ पूर्जी जारी हुँदैन अनि म आइतबारसम्म फरार हुन्छु, तिमी मान्छौ भनेर भन्नुभयो। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के वजह। केपी ओलीको हकमा या रमेश लेखकको हकमा त्यही भाव। उहाँलाई पक्राउ गर्दा बिदाको दिन थियो, त्यो कारणले प्रहरीले अर्जेन्ट पक्राउ पूर्जी जारी गर्यो र त्यसको 24 घण्टाभन्दा बढी अर्जेन्ट पक्राउ पूर्जीका आधारमा उहाँलाई डिटेन्सनमा राख्न पाइँदैन र आइतबार उसले के गर्यो, अदालतसँग पक्राउ पूर्जी लियो। कुन अवस्थामा त्यो हुन्छ भने ती व्यक्ति भाग्ने, लुक्ने, देश छोड्ने या प्रमाण नष्ट गर्ने त्यो अवस्था देखियो भने प्रहरीले त्यसो गर्न पाउँछ। कानुन अनुसार गरेको काममा किन यत्रो प्रश्न? गुड क्वेश्चन, यु आर अ गुड क्वेश्चन। मलाई यो प्रश्न एकदमै सोध्न मन नलागेको, मन नमानेको, तर सोध्नै पर्ने प्रश्न, किनभने त्यहाँ कमेन्ट हेरेको थिएँ मैले। तपाईँले चाहिँ आफैले आफूलाई भाइरल बनाउनका लागि यति धेरै मेहनत गर्नुभयो भन्ने आरोप लाग्यो। किन भन्न मन लाग्यो भाइरल? भाइरल हुनु राम्रो होइन। मलाई त कस्तो गरिदिन्छन् भने अभिषा, म जीवनमा चुरोट खान्न, तर म त मिमहरू हेर्छु होइन, त्यहाँनिर मलाई पुरै चुरोट खुवाइदिएर मेरो घाँटीमा मैले सुनहरू केही लाउँदिनँ, तर यहाँ त्यो ठुल्ठुलो चेनहरू लगाइदिएर के बनाएको म बुझ्दा पनि बुझ्दिनँ। त्यस्तो भन्न मन लाग्यो। सबैभन्दा अचम्मको कुरा चाहिँ मलाई मान्छेले विश्वास गरेको देखेर
गाली गर्ने मान्छेले त गरिरहनुहुन्छ मलाई मान्छेले चाहिँ विश्वास गरेको भन्ने अनि किन लुकेर हिँड्ने Good question. You are a good question. उहाँ चाहिँ एउटा सल्लाहकार चाहिँ हाम्रो राष्ट्र स्तरमै उहाँ एउटा सल्लाहकारको रूपमा चाहिँ चाहिन्छ भन्ने चाहिँ मेरो धारणा हो त्यसो राजनीतिको भन्नुहुन्छ ठुलो युवा समूह चाहिँ उहाँ चाहिँ जेलमा चाहिन्छ भन्छन् हामीले कुरा गर्दाखेरि मलाई राँच्नु भयो बा अब मलाई चाहिँ कस्तो भन्दाखेरि उहाँ त अध्यक्ष हो बलियो दलको अध्यक्ष हो होइन बलियो दलको अध्यक्ष हुनुहुन्थ्यो सुदन गुरुङज्यूले आफैले तपाईँले सुदन गुरुङलाई हत्या र गृहमन्त्री राजीनामा दिए भनेको चाहिँ अहिलेको अवस्था तिमीले हत्या गर्यो गृहमन्त्री भएपछि भने होइन होइन तपाईँले जेनजी आन्दोलनका क्रममा जुन 76 जनाको ज्यान गयो त्यो हत्यामा तिमी पनि संलग्न छौ भने हो यस्तो नेतृत्वले त नैतिक जिम्मेवारी लिनु पर्दो रहेछ भन्ने कुरा हामीले थाहा पायौँ नि त अनि तपाईँको केपी ओली बाले चाहिँ लिन नपर्ने अनि सुदन गुरुङ जो हामी नेपालीको एउटा सदस्य हो अर्थात् त्यसको संयोजक हो उहाँले चाहिँ जिम्मा लिनुपर्ने होइन होला के हो तर कसरी यस्तो 360 टर्न भयो हिजो त्यही केपी ओली राजीनामा दिए भन्ने हिजो त्यही तिम्रा छोराछोरी गाडीमा हाम्रा बाउआमा खाडीमा भन्ने नारा लाउने मान्छे भ्रष्टाचार अन्त गर सुशासन कायम गर भन्ने मान्छे अनि जो मान्छेमाथि यत्रो मान्छेहरू मारेको आरोप छ तपाईँ जस्तै साथीहरू मारेको आरोप छ उसैलाई पग्निँदा कारवाही नगर भनेर तपाईँ सडकमा आउनुहुन्छ गर्न चाहिँ के खोज्या तपाईँले म घृणा पनि गर्छु म माया पनि गर्छु अच्छा म माया खोज्छु पनि तर त्यो माया पाउँदा पनि डराउँछु म घृणा खोज्छु पनि म त्यो घृणा पाउँदा पनि डराउँछु तर त्यो घृणाले मलाई टुटाउँछ भने त्यो मायाले मलाई मनोबल दिन्छ म उठ्न तयार हुन्छु यो राक्षस हो यो दुईतर्फीको राक्षस हो यो दुई जिब्रे राक्षस हो यो राक्षस म हो म मानव हो भनेर लेखिएको छ त्यहाँ चाहिँ त्यो चाहिँ अ मोन्स्टर अहिलेको प्रधानमन्त्रीले र्याप गाए जस्तै रहेछ त